खाइरहेछौँ। के पायो हामी? नातिनी पनि घमायो, सबै थोक जमायो। अहिले सरकार पनि यसैमा बसेर खाइरहेछ। कहाँ हाम्रो कुरा सुनिरहेछ हामी गरिबको? यस्तो रोडमा देखेर उसको आँखा छैन, हेरिरहेको छैन। आँखा छ भने हाम्रो चिज आएर हाम्रो एउटा मिलाइदिनु पर्यो। हाम्रो पुरै यस्ता गाउँलेहरूले मरिरहेछ। के पायो हामी सरकारबाट? न पुलिसको सहयोग पायो नि केही राम्रो गाउँकै हाम्रो दिदी बहिनीले सहयोग दिइरहेछ। त्यो पनि गराएर तपाईँ मानिरहेछ भने आउँदैन दिँदैन भने हामी के दिनु? आफ्नो प्रचार पेटाउनु, हामीले गोली मारिदिनु, हामी सबै मर्न तयार छौँ। न त त्यो अपराधीलाई ल्याएर हाम्रो सामने अगाडि उभाइदिनु। हामी मान्छौँ, सबै खोलिदिन्छु। बित्ती कहाँ छ सरकार? सुनेछ भने आउनु 2 घन्टाभित्रमा हाम्रो आएर न्याय दिलाउनु। कितना तड़पाएगा, कितना जनता तड़पाएगा? अभी तो देखे, नहीं अभी तो हम कर देखे। आओ जल्दी से जल्दी, अभी उतना बा जनता ने माया तो अभी 10 बजे के भीतर में आके हमी के जनता सबके अपने मिलाओ। यहाँ तो सरकार भाई तो हमी के मानो हमी के साथ माने ना चाहिए हमी सारा हमने मार दो मार सरकार नानी के कति नाम पढ्नु तर मार संघर्ष समितिको माग भनेको ढिला सुस्ती गर्ने जो कोही प्रहरी हुनुहुन्छ यहाँको अब अधिकृत लेभल अथवा के हुनुहुन्छ उहाँहरूलाई तत्काल चाहिँ यहाँबाट सर्वा गरेर एउटा चाहिँ प्रोसेसमा हालेर विभागीय कारबाहीको लागि अगाडि बढाउनु पर्छ भन्ने खालको त्यो वार्तामा पटक पटक यही कुरामा चाहिँ नमिलेर हामी चाहिँ उठेर आएर यो निरन्तर यो आन्दोलन गरिरहेको छौँ।